आज बङ्गुर काट्नु भनेर बिहान हिँड्दै पानी परेको कि साथीहरू अनि रेनकोटमै छौँ हामी अझै पनि होइन। अब पानी बसे जस्तो त गरेछ तर साउनको महिना पानी जति बेला नि पर्न सक्यो। हाम्रो त्यो दाजुभाइ चाहिँ आज बिहानै चाहिँ चट्ट बङ्गुर काटौँ भनेर पानीमा भिज्दै चिसो नाक पनि बग्न लाग्छ। हेर्नु न यस्तै छ, के गर्ने, दुःख गर्नै पर्यो। निरन्तर बर्सातको बावजुद बङ्गुर ढलिसकेको छ, पानी परिरहेको छ साथीहरू होइन। अब यहाँ चाहिँ यसलाई पोलपाल गर्ने कुरा हुँदैछ होइन, रेनकोट ओढेर भए पनि। आज प्रकृतिले मजाक गरिदियो नि साथीहरू। हेर्नु न, ल पानी परिरहेको छ, पानी ठुलै पर्ला भनेर चाहिँ हामीले टाटसाट लाएर यस्तो ठाउँ गराएर काम सुरु गरियो। लास्टमा त पानी नै परेन, न घाम लागिरहेको छ साथीहरू। यो मेहनत खेर गयो नि त साथीहरू। हेर्नुहोस् त, यस्तो दुःख गरेर टाट लगाइयो, लास्टमा गएर पानी नै परेन, न घाम लागेछ है। मजाक गराइदियो नि त हाम्रो दाजु। दाइ लागिसक्नु भयो यहाँ। अब हाम्रो दाइ जाँगेरीले दाइ काम गर्नलाई म पाएँ होइन, म छु भाइ हो क्या। टक्क लगाएर गरे चाहिँ खेरात खुरुत पारेपछि टेन्सनै भएन नि साथीहरू है। ल साथीहरू, आजको चाहिँ नास्ता सेट तयार छ। यहाँ खानालाई दाइ थचक्कै बस्नु भएको छ, यो पिर्कामा बस्न नमिलेर बिचरा। म पनि यहाँ टक्क रेडी छु। दाइले अझै अन्डा खोल्चाउँदै हुनुहुन्छ हाम्रो दाजुले। ल अब खाना सुरु गरियो है साथीहरू। ल साथीहरू, आजको खसी चाहिँ काट्न फोर्न सुरु भइसकेको छ। हाम्रो जीवन श्रेष्ठ त बुच्चरले चाहिँ यहाँ काम गर्दै हुनुहुन्छ, तपाईँहरू देख्न सक्नुहुन्छ। बब्ली पारामा हुने फेरि काम गर्ने, फेरि टक्क लाएर। अब चाहिँ हामीले यो हेक्लोलाई फोड्दैछौँ है साथीहरू। सट्ट लाएर हेक्लो फोडेपछि रगत निकाल्ने काम हुन्छ। बब्बाल तरिकाले हेक्लो फोडिसकेको छ। यसको लागि सबैले ताली बजाइदिनुहोस्। साथीहरू मासु चाहिँ आइसकेको छ टुक्रा पारेर। अब यसलाई हल्का टुक्राउने, बोरामा प्याक गर्ने, चोकचाक गर्ने होइन। दाइले चाहिँ मिठो फोरिदिँदै हुनुहुन्छ है ट्याक्क लाएर। यो पित्लेक मुनि आरुपाटाबाट आजको भ्यू सिनरी यस्तो रहेको छ साथीहरू। यस्तो बबाल सिनरी छ नि। यसै बङ्गुर काट्न हिँडिन्छ साथीहरू। डाँडा काँडा हरियाली रमझम सबै मेट्न पाइन्छ नि त। अनि अब चाहिँ हिँड्नलाई तयारी गरियो होइन, मासु चाहिँ गाडीमा पठाएर। ल आजलाई यति नै, बाई बाई।